Hello guys, welcome to my mini vlog. आज चाहिँ म घरमै बर्गर बनाउँदैछु। यो चाहिँ खासमा नानीहरूलाई खाजा बनाएको। अनि यहाँनिर मैले आफै नै चिकनको किमा लिएर प्याटिस पनि आफै बनाउँदै गरेको। अनि यहाँ चाहिँ पहिला मैले अघि नै क्याबेज चप गरेको थिएँ नि त। क्याबेज चाहिँ मियोनाइज लाएर मजाले मिक्स गर्नु पर्यो हो। मियोनाइज चाहिँ हजुरलाई जति लाउनु मन लाग्छ लाउँदा हुन्छ। मलाई चाहिँ अलिक धेरै नै मियोनाइज मनपर्छ। मैले चाहिँ अलिक धेरै नै लाएँ। त्यसपछि मैले बेसमा पनि मियोनाइज लगाएरै पहिला बेसमा राख्छु। यसरी गरेर मजाले दलेर हल्का हल्का यसरी। अनि त्यसपछि मैले लेटस पनि राखेँ। अघि नै मैले सबै रेडी गरेर राखिदिएछु। आफ्नै घरको लेटस हो क्या। यो चाहिँ घरमै बनाउने सबैभन्दा छिटो नानीहरूलाई सबै यो अघिको मियोनाइज र क्याबेजको मिक्स पनि राखेँ। त्यसपछि मैले अनियन टमाटो चप गरेर राखेँ। त्यही क्युकम्बरहरू पनि के राख्छ त्यो चाहिँ मसँग छैन। मैले घरमा जे छ त्यसैबाट बनाएको चाहिँ ब्ल्याक पेपर राख्दैछु। अनि यो चाहिँ अघि बनाएको चिकन प्याटिस दलेर कालो भएको छ। फाइनल्ली माथिबाट अर्को बनले कभर गरेको देख्न सक्नुहुन्छ। यो चाहिँ फाइनल्ली मेरो छोरीहरूको खाजा रेडी भयो जुससँग। यहाँनिर है खाँदैछ। उनीहरू स्कुलदेखि आएको नि त। अनि त्यही स्कुलबाट आएपछि मैले खाजा बनाइदिएको। दुईजना छोरीहरू खाँदैछ। अनि यता पनि हुनुहुन्छ हाम्रो ठुलो छोरी। उहाँ चाहिँ मेरो आमालाई पनि। अनि सबैलाई मैले बनाएर दिइसकेपछि लास्टमा मेरो पालो क्या। म चाहिँ जहिले पनि सबैजना फ्यामिलीमा सबैजनालाई होइन अगाडि नै बनाएर मजाले अगाइसकेपछि मात्रै म खान्छु क्या। नानीहरूलाई अघि दिइसकेर खानु आँटेको थिएँ। अर्को लिएर मलाई पनि भन्दैछ क्या त्यहाँनिर। म चाहिँ एकदम नसुनिकन गुवाम दिँदैछु यहाँनिर। के गर्ने गाह्रो छ। सबैजनालाई बनाएर दिइसकेपछि लास्टमा खानुपर्छ। आफू चाहिँ नानीले हेरेको गरेरलाई पनि दिँदैछु। अघि दिएको थिएँ मैले। त्यही पनि अब के गर्ने बच्चाहरू छेउमा बसेपछि खाएको देख्छ उनीहरूलाई पनि खानु मन लाग्छ। अनि ल खाऊ भन्दै दिँदैछु। मियोनाइज चाहिँ मुखभरि लाग्यो है। अनि क्याबेज चाहिँ मियोनाइज मलाई चाहिँ एकदम मनपर्छ कि मेयो चाहिँ। फेरि रेस्टुरेन्टहरूतिर गएर खाएको मेयो थिएन भने त बर्गर खाएको जस्तो पनि लाग्दैन कि मलाई। म चाहिँ प्रायः जस्तो नानीहरूलाई यस्तो चिजहरू घरमै बनाएर खुवाउँछु क्या। म चाहिँ बाहिर त्यति खुवाउँदिनँ। जङ्क फुडहरू पनि खासै दिँदिनँ। अनि उनीहरूले चाहिँ मैले घरमा जे बनाइदिए पनि खान्छ क्या। मैले खाएको देखेर उसलाई नि खानु मन लागिसक्यो अरे। उसलाई चाहिँ मैले फ्रुट सलाद पनि दिइरहेको थिएँ क्या। साइड मैले फ्रुट सलाद नखाने अरे बर्गर खाने अरे। अनि आफूलाई पनि खानु मन लागेन। उसँग सेयर गर्दै खाँदैछु। मेयो चाहिँ साइड पनि दिइरहेको नि। फेरि अलिकति नि खेर नजाने गरी मेयो त। कति भोक लाग्यो गुवाम दिँदैछ होइन। उता नानीले बोलाउँदै थियो कि अर्को नानीले। उसले बोलाएको नसुनिकन हेर न आफ्नै पारामा दिएको देखेछ। भोक लाग्छ नि त सबैजनालाई बनाएर दिँदाखेरि। अनि आफूले पनि हो त्यसरी खुवाउँदैछु खाँदैछु। नानीले तिमी पनि खाऊ तिमीले मेरो हेरेर पेट दुख्छ भनिदिएको। लास्ट चाहिँ मैले बच्चालाई जति दिए पनि खाने कि पेट नदुख्ने। हामीलाई त पेट दुखेर गाह्रो हुन्छ धेरै खायो भने त। ल उसले हेरेको गरेर 50-50 भनेर यहाँ दिँदैछु। उसलाई आधी मलाई आधी। गुवाम कति भोक लागेको होला त्यही मलाई। हेर्नुहोस् न हेर्दै सक्यो। बाई।